हेलो एभ्रिवान, म चाहिँ विलास थापा अनि म चाहिँ 7th ब्याच 2011 देखि 16 को जेएनयू दार्जिलिङको अनि म चाहिँ यता पोखरेबुङबाट हो। हेलो चेक तपाईहरुलाई यो भन्दै गर्दाखेरि एउटा सानो यहाँनिर ट्विस्ट छ। जसले इन्ट्रोडक्सन गर्दैछ नाम चाहिँ याद गर्ने ल। एउटा गेम छ यहाँनिर, सानो गेम छ। त्यसले गर्दाखेरि यु हेभ टु बी भेरी कसियस एन्ड यु हेभ टु लिसन एभ्रीवन हु इज इन्ट्रोड्युसिङ देयर नेम। मेरो नाम मैले अघि भनिसकेको छु, म फेरि बार बार भन्दिनँ है। त्यसले गर्दाखेरि याद चाहिँ राखिराख्नुहोस् है। ओके, क्यारी अन। हेलो एभ्रिवान, मेरो नाम चाहिँ रिया हो। म विलासकै ब्याचको 2011 to 2016 म मिरिकको हो। हेलो एभ्रिवान, मेरो नाम निकी शेर्पा हो अनि म पुकारको ब्याचको पुकार जम्मू सन्ध्या 2003 to 2008 मेरो घर कर्सियङ हो। हेलो एभ्रिवान, मेरो नाम सन्ध्या गुरुङ र म पनि सेम त्यही ब्याचको 03 to 08 र म गैरीबासबाट। हेलो, मेरो नाम चाहिँ जामु भुटिया हो। म पनि फर्स्ट ब्याचको 2003 to 2008 जेएनबी दार्जिलिङ अनि मेरो घर चाहिँ सिमाना हो, दार्जिलिङ। हेलो एभ्रिवान, मेरो नाम लोप्टेन शेर्पा हो। हामी जेएनबी दार्जिलिङको 3rd ब्याच 2007 देखि 2012 सम्म। नमस्कार सबैलाई, मेरो नाम अजय तामाङ। म चाहिँ 2nd ब्याचको 2005 जोइनिङ जेएनबी दार्जिलिङ। घर चाहिँ मेरो गुरुबथान र यहाँ आएर खुसी लाग्यो सबैलाई। नमस्कार, मेरो नाम अर्पिता लामा। हामी चाहिँ 8th ब्याचको हो र म चाहिँ गोरुबथानबाट। नमस्कार, मेरो नाम चाहिँ प्रीतिका शर्मा हो। हामी चाहिँ विलासदाहरूको जुनियर ब्याच 8th ब्याचको हो अनि 2012 देखि 2017 सम्म र मेरो घर चाहिँ कालिम्पोङ। धन्यवाद। हेलो एभ्रिवान, मेरो नाम चाहिँ रोशनी रसाइली हो। म चाहिँ 26बाटै हो अन्त 8th ब्याचको 2015 to 2017 ब्याच। हेलो एभ्रिवान, मेरो नाम चाहिँ सङ्ग्लमु लेप्चा हो। इभन आई एम फ्रम द 8th ब्याच एन्ड मेरो घर चाहिँ पोखरेबुङ दार्जिलिङ एन्ड आई एम भेरी एक्साइटेड। अन्त पुरा एक्साइटमेन्ट लिएर आएको छु। हुन्छ, थ्याङ्क यू। हेलो एभ्रिवान, सबैलाई नमस्ते। मेरो नाम कुशल सुब्बा र म लोप्तेनकै ब्याचको 2007 र सबैलाई वेलकम छ। हेलो चेक। ओके, गेम चाहिँ के छ भन्दाखेरि तपाईँहरू सबैजना खडा भइदिनुहोस् होला। अब सानो गेम छ है, मजाको गेम छ। आई होप सबैजनाले आफूलाई इन्ट्रोड्युस गर्नुभयो, सबैलाई आफ्नो आफ्नो नाम थाहा भयो होइन है। रिपिट गर्नु पर्दैन होला कि पर्छ? ओके, एउटा सर्कल बनाइदिनुहोस् न, सानो सर्कल बनाइदिनुहोस् न। सानो एउटा गेम खेलाउँछ है, एउटा जस्ट आइस ब्रेकिङको रूपमा। चेयर राख्नु पर्दैन, दिस इज नट अ म्युजिकल चेयर। चेयर चाहिँ तपाईँको के भन्छ हटाइदिनुहोस्। यहाँनिर गर्दा पनि हुन्छ नि तपाईँहरू। यहाँ त्यो यो अगाडिको फ्रन्ट रोको चेयरलाई हटाइदिनुहोस् कि तपाईँहरू अगाडि आउनुहोस् न। ओके, रिङ्गर रिङ्गर रोजेस भन्ने त खेल्नु भएको छ होला पहिला सानोमा होइन। त्यसरी नै हात पक्रिनुहोस्। अलिक स्प्रेड गर्नुहोस् अझै, हुन्छ होला है। ओके फाइन, लिभ द ह्यान्ड। के छ भन्दाखेरि गेम चाहिँ एकदमै सिम्पल छ, भेरी सिम्पल। वाट यु हेभ टु डु इज तपाईँहरूले दुईपल्ट चाहिँ तपाईँहरूले आफ्नो यो जुन चाहिँ थाई छ, थाई मसलमा तपाईँहरूले ट्याप ट्याप हिर्काउनुपर्छ होइन। त्यहाँदेखि माथि पनि ट्याप ट्याप दुईपल्ट क्ल्याप गर्नुपर्छ। ओके, 1 2 3 गरौँ त। ओके,
यो चाहिँ तर रिदममा हुनुपर्छ ल दिस हेज नट टु बी ब्रोकन यो चाहिँ एकदम रिदममा हुनुपर्छ बहिरहनुपर्छ ल फेरि 1 2 3 हेरौँ कति रहेछ तपाईँहरू 1 2 1 2 1 2 भयो सक्छ होइन रिदम ब्रेक हुँदैन पक्का ओके नाउ द ट्विस्ट इज अघि मैले तपाईँलाई नाम याद गर्नु भनेको थिएँ होइन अब चाहिँ यहाँनिर के छ भन्दाखेरि चाहिँ एकजनाले फर इक्जाम्पल मेरो नाम जब म कल आउट गर्छु होइन त्यति बेला चाहिँ आई विल बी हिटिङ माई थाई मसल्स होइन पुकार पुकार एन्ड देन जब यहाँनिर म क्ल्याप गर्छु त्यहाँनिर चाहिँ मैले मेरो को छ अब कसलाई चाहिँ मलाई आउट गर्नु मन छ त्यो मान्छेको म नाम के गर्छु कल आउट गर्छु फर इक्जाम्पल मैले जम्मूको नाम कल आउट गरेँ होइन तर बट इट हेज टु बी भेरी फास्ट होइन पुकार पुकार जम्मू जम्मूले त्यहाँदेखिको के गर्नुहुन्छ नेक्स्ट टाइम जब थाई मसलमा हिट गर्ने टाइम आउँछ किनभने वी हेभ टु फलो द्याट रिदम त्यति बेला जम्मूले आफ्नो नाम गरेर जम्मू देन अनदर नेम सी हेज टु कल आउट ओके जसले मिस्टेक गर्छ अनि जसको नाम अघि आउट भइसकेको छ त्यो मान्छेको नाम फेरि कल आउट भयो भने जसले कल आउट गरेछ त्यो मान्छे आउट हुन्छ बुझ्यो होइन गेम भेरी सिम्पल ओके एउटा ट्रायल गरौँ न है ल जम्मू ट्रायल गर्नु त ओके 1 2 3 सबैले गर्नु पऱ्यो नि 1 2 3 4 1 2 3 यो रिदम चाहिँ एभ्री वान हेज टु फलो एन्ड एभ्री वान हेज टु लिसन वाट जसले चाहिँ अब जो कल आउट गर्दैछ नाम कल आउट गर्दैछ होइन जम्मू त्यहाँदेखिको कसैको नाम भन्नु क्ल्याप गर्दा चाहिँ त्यहाँदेखिको चाहिँ तिम्रो नाम भन्यो भने चाहिँ निकी त्यहाँदेखिको कसको नाम भन्छ लप्टेन लप्टेन इज नट प्लेइङ हो लप्टेन पनि खेल्ने ओके लप्टेन इज अल्सो प्लेइङ मेरो नाम छैन ल ओके फाइन आई विल बी द जज ओके ल यो चाहिँ जस्ट फलो ट्रायल हो नि ल यो चाहिँ ट्रायलको लागि मात्रै हो यसमा उयो हुँदैन है ल त्यही कारणले गर्दा नाम याद गर्नु भनेको अन्त के अरे यसमा अझै अर्को ट्विस्ट के छ भन्दाखेरि चाहिँ जस्तै जम्मू मेरो नाम भयो सपोज माने निकीको नाम भन्यो होइन निकीले फेरि निकी जम्मू चाहिँ भन्नु पाउँदैन ओके त्यो छ ट्विस्ट चाहिँ अर्को मान्छेलाई चाहिँ जानैपर्छ त्यहाँदेखिको फेरि सपोज मानिलियो जम्मूकोमा गयो त्यहाँदेखि एगेन जम्मू सी हेज टु कल आउट अनदर नेम निकी चाहिँ भन्नु पाउँदैन ठिक छ त्यति बेला फेरि जम्मूले अर्कै नाम भन्नु पऱ्यो ओके सो रुल्स क्लियर एभ्रिथिङ इज क्लियर रुल्स क्लियर भयो सबै ब्यागहरू राख्दा हुन्छ यहाँनिर एकदमै सजिलो हल्का भएर गर्ने हो एकदमै मलाई दिनुहोस् लु ब्याग मलाई दिनुहोस् त्यहाँ राख्ने हुन्छ तर स्पिड हुनुपर्छ क्ल्यापिङ चाहिँ एकदम स्पिड हुनुपर्छ ल 1 2 3 आउट हुन्छ है अब चाहिँ आउट हुन्छ है ओके ल सिनियर हो प्रेसिडेन्ट हो अब अलिकति त दिनु पऱ्यो इज्जत दिनु पऱ्यो ल वी हेभ गट द फर्स्ट के भन्छ आउट है जो चाहिँ एकदमै आउट भएको छ ओके फाइन अलिकति क्लोज ल भयो होइन मजा आयो होइन ल अजय भाइबाट सुरु 1 2 3 अझै आउट भयो स्पिड हुनुपर्छ यो अलिक स्लो हुँदैछ तपाईँहरू स्ल्याकिङ गर्नुहुँदैछ त्यो टिम इज भेरी स्ल्याकिङ यो हुँदैन यो लोप्टेन लो एकदम स्पिड हुनुपर्छ 1 2 3 लु ओके फाइन एउटा रिदम त दिन्छ म ओके सेकेन्ड ल अर्को ल विलासले नै आउट गरेको विलासले 1 2 3 गो आउट भयो यो कहाँ रिदम ब्रेक भयो नि त यो त हुँदैन नि कहाँ रिदम ब्रेक हुनु भएन त यु डोन्ट ह्याभ टु ब्रेक द रिदम जब थाई मसलमा ब्रेक उयो गर्छ त्यति बेला नाम गरिहाल्नु छ ओके कसले गर्दैछ सुरु
प्रेसिडेन्ट आउट भयो रिया त अघि आउट भइसकेको छ ओके नाउ इट इज गोइङ टु बी इन्ट्रेस्टिङ किनभने अब चाहिँ एक दुसरालाई नचिन्ने छ है ओके निकी सुरु गर गयो ला हाम्रो फर्स्ट ब्याचको त हारे त भन्दा ओके कसले सुरु गर्छ लु गर कुशलले गर लु Lopten, Songmit. ओके मलाई त बहिनीको नाम याद छैन मैले बिर्सेँ त्यही भएर म गेम नखेलेको ल बहिनीले सुरु गर्छ ल ओके तिमीले गर फर्स्टमै गयो स्पिड कहाँ हो यस्तो थियो तेरो नाम थियो दुईजनामा हुँदैन है ओके फाइन दुईजना हुँदैन के गर्नुपर्ने हो त्यसो भए होइन नि कहाँ हुन्छ हुँदैन नि त्यो त अब दुईजनाको नाम त उयो भइहाल्छ नि त दुईजनामा हुँदैन ओके सो अब दुईजनामा एकजना त विनर हुनै पर्यो होइन सो आई हेभ वान मोर गेम डोन्ट वरी द्याट आई हेभ अ टाई ब्रेकर फर द्याट वान कहाँ दुईजना प्लेयर कहाँ भाग्नु भएन नि अब यहाँ आउनु पऱ्यो नि सो वी हेभ अ 2 प्लेयर्स होइन यहाँ राखौँ होला है राम्रो हुन्छ होला आई थिङ्क कम यहाँ सो वी आर द अडियन्स के गेम खेलौँ होला ओके त्यहाँ अलिक हावा आएन त त्यसले गर्दा यहाँको ओके द गेम इज भेरी सिम्पल वाट यु हेभ टु डु इज आई विल से यु टु डु सम एक्ट म तिमीहरूलाई केही गर्नु भनेर भन्छु होइन तर यु हेभ टु डु अपोजिट अफ द्याट ठिक छ मैले जे भन्छु त्यसको टोटली अपोजिट गर्नुपर्छ एक्जाम्पलको रूपमा टर्न अराउन्ड भन्दाखेरि के गर्नु पर्यो जे गर्दा पनि भयो ठिक छ सिम्पल एकदम जस्तै टर्न राइट भन्दाखेरि लेफ्ट घुम्नु पर्यो होइन जम्प अप भन्दाखेरि बस्नु पर्यो होइन त्यहाँदेखिको के भन्छ टच योर लेग भन्दाखेरि अब के भन्छ हात पक्रिनु पर्यो ठिक छ ल जजहरू है अब तपाईँहरू सबैजना जजहरू है ल ठिक छ ओके के भन्नु पर्यो क्लियर छ प्लेयर्स रुल्सहरू एकदम क्लियर छ ओके फाइन स्टार्ट लाफ लाउडली आज भन्यो नि टर्न राइट टर्न लेफ्ट अपोजिट हो दुईजनाले एउटै गर्दैछ क्या हो ओके फाइन मलाई अप्ठ्यारो भयो है ओके फाइन मुभ ब्याकवर्ड मुभ फरवर्ड मुभ लेफ्टवर्ड राइट लेफ्ट अप डाउन स्टिल कुशल हार्यो So now we are the winner and the winner is Kritika बहिनी हैन अर्पिता कृतिका ओके सो गिफ्ट चाहिँ छैन ल ओके we'll put a good round of applause for Kritika बहिनी. So now I would like to hand over this mic to our program host Kusal and Riya बहिनी.